नमस्ते नमस्कार म टेक बहादुर पुमा राई म चाहिँ नि यो फेरि यो एउटा चाहिँ अब कस्तो लाग्छ यो मैले यो गाएको मेरो स्वर चाहिँ यो गीतको बोल रहेको छ यो हाम्रो आदरणीय हाम्रो यो दाजु कृष्ण भक्त राई दाजु र हाम्रो बहिनी जुनी खालिङ राईज्यूले गाउनु भएको यो काफल पाक्दा बन्चरी भन्ने चाहिँ नि यो गाना म गाउन गइरहेको छु। कस्तो लाग्छ मेरो स्वर चाहिँ खासै चाहिँ नि म गायकार चाहिँ होइन नै यसो मैले चाहिँ नि प्र्याक्टिस मात्रै गरेको है हजुर। अब कस्तो लाग्छ हजुर मेरो स्वर चाहिँ है त हजुर म सुरु गर्न गइरहेको छु है त। काफल पाक्दा नि बन्चरी रमाउँछ बनैमा, काफल पाक्दा नि बन्चरी रमाउँछ बनैमा, मन खोल्ने साइती जुरेछ माघे नि मेलैमा, मन खोल्ने साइती जुरेछ माघे नि मेलैमा, बल्छी थप्नु माछीलाई खोलीको लेवैमा, मोहनी माया लाइदिउँ कि आउँछौ छेवैमा, मोहनी माया लाइदिउँ कि आउँछौ छेवैमा, आँखाको चालले नि बोलायो चिन्जान्छ धमिलो, आँखाको चालले नि बोलायो चिन्जान्छ धमिलो, भेट भएको दिँदै मन खोले होला कि अमिलो, भेट भएको दिँदै मन खोले होला कि अमिलो, बल्छी थप्नु माछीलाई खोलीको लेवैमा, मोहनी माया लगाए क्याउनु छेवैमा, मोहनी माया लगाए के आउनु छेवैमा, मुलाको सिन्की अमिलो सर्दैन मायामा, मुलाको सिन्की अमिलो सर्दैन मायामा, आँखैमा बस जुन माया लाग्दैन घाम छाया, आँखैमा बस जुन माया लाग्दैन घाम छाया, बल्छी थप्नु माछीलाई खोलीको लेवैमा, मोहनी माया लाइदिउँ कि आउँछौ छेवैमा, मोहनी माया लाइदिउँ कि आउँछौ छेवैमा, माहुरी घुम्छ फुलबारी रसैको आशैले, माहुरी घुम्छ फुलबारी रसैको आशैले, सरिदेऊ भन्छ यो माया मनको भाकैले, सरिदेऊ भन्छ यो माया मनको भाकैले, बल्छी थप्नु माछीलाई खोलीको लेवैमा, मोहनी माया लगाए के आउनु छेवैमा, मोहनी माया लगाए के आउनु छेवैमा, घर मेरो पर्यो धनकुटा चुली बन्छेवैमा, घर मेरो पर्यो धनकुटा चुली बन्छेवैमा, गुराँसो टिपिल्याइदिउँ कि तिम्रो त्यो सिरैमा, गुराँसो टिपिल्याइदिउँ कि तिम्रो त्यो सिरैमा, बल्छी थप्नु माछीलाई खोलीको लेवैमा, मोहनी माया लाइदिउँ कि आउँछौ छेवैमा, मोहनी माया लाइदिउँ कि आउँछौ छेवैमा, उधो उधो तमुर जाउँ कि बगेर, उधो उधो तमुर जाउँ कि बगेर, रितो केसमा गुराँस टिपी पाइन मागेर, रितो केसमा गुराँस टिपी पाइन मागेर, बल्छी थप्नु माछीलाई खोलीको लेवैमा, मोहनी माया लगाए के आउनु छेवैमा, मोहनी माया लगाए के आउनु छेवैमा, बलियो डोरी गाई बान्नु बाबियो बाटेर, बलियो डोरी गाई बान्नु बाबियो बाटेर, फुलेको जोबान गैजाला जाउँ डाँडा काटेर, फुलेको जोबान गैजाला जाउँ डाँडा काटेर, बल्छी थप्नु माछीलाई खोलीको लेवैमा, मोहनी माया लाइदिउँ कि आउँछौ छेवैमा, मोहनी माया लाइदिउँ कि आउँछौ छेवैमा,
धानको बाला झुल्यो नि त्यो गरी खेतैमा धानको बाला झुल्यो नि त्यो गरी खेतैमा मायाको बाजै जितेर लैजाउँ है साथैमा मायाको बाजै जितेर लैजाउँ है साथैमा बल्छी थाप्नु माछीलाई खोलेको लेवाइमा मोहनी माया लगाए के आउनु छेवैमा मोहनी माया लगाए के आउनु छेवैमा। धन्यवाद। यो मेरो स्वर चाहिँ हजुरहरूलाई चाहिँ नि कस्तो लाग्यो होला मेरो यो स्वर चाहिँ मलाई कमेन्ट गर्नुहोस् लाइभ गर्नुहोस्। हुन चाहिँ म चाहिँ नि साह्रो गायकर चाहिँ होइन नै यसो मैले चाहिँ नि यो आदरणीय हाम्रो दाजु कृष्ण भक्त राई दाजु र चाहिँ नि हाम्रो बहिनी जुनी खालिङ राईज्यूको स्वरमा चाहिँ नि मैले यो गाएको नै उहाँहरूको पनि मैले चाहिँ नि यो युट्युब च्यानलमा पनि मैले सर्च गरिएको छु यो गाना हजुरहरूको सबैजनाको मैले चाहिँ नि यो गायक गायिकाहरूको पनि मैले चाहिँ नि सबै युट्युब च्यानलमा सर्च गरेको छु यो राम्रो राम्रो नै छ रहेछ हाम्रो गायक गायिकाहरूको पनि स्वर मलाई मन पर्यो। हाम्रो चाहिँ नि मिडियालाई चाहिँ नि धेरै माया गरिराख्नु हुने हाम्रो चाहिँ नि धरानको आदरणीय हाम्रो धरान सुनसरी विष्णु पादुकामा हुनुहुने हाम्रो दाजु आदरणीय दाजु हाम्रो रोशन फुलाहाङ राई दाजु ज्यूको स्वर पनि मलाई मन परेको छ र सबैजनाको चाहिँ नि मलाई स्वर मन परेको छ। हाम्रो रेडियो नेपाल धनकुटामा प्रोग्राम चलाउनु हुने हाम्रो चाहिँ नि आदरणीय दिदी हाम्रो सुखकला दिदीको गीत पनि मैले युट्युब च्यानलमा सर्च गरेको छु। यो सोइसोइला गाना चाहिँ मैले दिदीको हाम्रो सुखकला दिदीको चाहिँ मैले सोइसोइला गाना पनि मैले सर्च गरेको छु यो युट्युब च्यानलमा पनि दिदीले राम्रो नै गाउनु भएको छ। दिदी मलाई मन परेको छ सुखकला दिदीको स्वर मलाई साह्रै मलाई मन पर्यो। दिदी यति सुनिराख्नु नै भएको होला दिदी। म सामाजिक सञ्जालमा हजुरले पनि मलाई चिनि नै सक्नु भएको छ। मलाई सबैजना चाहिँ नि यो रेडियो नेपाल धनकुटामा प्रोग्राम चलाउनु हुने हाम्रो चाहिँ नि सञ्चालक सञ्चालिका ज्यूहरूले पनि मलाई सबैजनाले चिनिसक्नु भएको छ र म टेक बहादुर पुमा राईलाई कस्तो मेरो स्वर चाहिँ कस्तो लाग्छ होला हजुरहरूलाई चाहिँ नि मलाई कमेन्ट गर्नुहोस् मलाई लाइभ गर्नुहोस्। र मेरो जन्मस्थल चाहिँ खोटाङ जिल्ला जन्ते ढुङ्गा गाउँपालिका वडा नम्बर 6 दिप्लुङमा भएको हो। अहिले चाहिँ म चाहिँ नि यो उदयपुर चौदण्डीगढी नगरपालिका वडा नम्बर 8 बेलटार धप्पर राई टोलचोकमा म बसोबास गरिरहेको छु र यति भन्दै म टेक बहादुर पुमा राई छुट्टिन्छु। ओके बाई बाई।